गाइज नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल द एसबिके ब्लग। अहिले चाहिँ हामी माथि रावण पार्क भन्ने छ त्यहाँ चाहिँ जान लागेको मामा गोविन्दे र म। हामी चाहिँ तिर्पल रोड जान लागेका छौँ। अब यहाँ हिँडिसक्यौँ गाइज। ल बाटोमा जाऊँ भेटुँदै गरौँ ल है त गाइज। ल ल हामी कहाँ जान लागेको ल भन्नु। हामी पछै कहाँ जान लागेको मामा? पछै हामी पछै तपाईलाई मिठो खालको भ्यू पार्कमा जाँदैछ ल। हामी चाहिँ चढ्यो अब बाटोमा सिधै भेटौँ ल है। फाइनल्ली गाइज मलाई त बाटोमा खसालिदिइसक्नु भयो। यसो तिर्पल लोड तिर्पल लगाएर मैले बाटोमा खसालिदिनु भयो। त्यही भएर यहाँ म बाटोमा पुगेँ हिँड्दैछु। ए अब यहाँ गाह्रो छ गाह्रो छ। डर लागेको छ क्या डर ट्रेन ठिकै छ। ए बाबा मैले यस्तो डर लाउने चलाउनु भएको छ कि सातो गइछ मेरो। वा अहिले त बाटो चाहिँ एवान भइसक्यो जोता नि के हो र यस्तो के हो घन्टी सरकार हुँदा बित्तिकै अघि 2 लाइन तेल थियो हैन माथि घुम्न जाने भनेको 3 लाइन भएछ के। खै के भन्नु मैले सुने हैन यही सुन्नु होला। समाउँछु म त खसे दुईजना खसिदिने होइन किन म त खस्ने नि हाम्रो एउटा खाए उसो होला। पहनुको माम पहनु एकछिन पहनु त हजुर होइन म खस्छु होइन क्या त्यहाँ यिनले समात थियो त्यही भएर होला। कता जाने यहाँ सिधै माथि हो। ए बा अया गाह्रो छ ल जाम ल जाम चलाउनुहुन्छ कि अलि गियर डाउन गर्नु न अलि त्यति अरू के होइन ल। फेरि चढिसकेका छौँ गाइस। ल अब सिधै अलि माथि गएर भेटौँला नि त होइन त। राउन्ड पार्कसम्म जाने भनेर आयौँ। यहाँ चाहिँ मामाले बाइक चलाउनु भएको छ जस राम्रो छ। अहिले चाहिँ डाँडा काँडा जस बाटो चाहिँ राम्रो गराउनु भएको रहेछ। अहिले त तिर्पल रोड आएको चाहिँ अप्ठ्यारोमा चाहिँ हामी झरेको छौँ। नभए चाहिँ मामाले चाहिँ यहाँ बाटो अप्ठ्यारो छ त्यही भएर अहिले चलिराख्नु भएको छ। जस राम्रो छ अहिले सिधै। अहिले त बाटो साह्रै अप्ठ्यारो छ यता। ल हिँड्नु न अलि माथिसम्म अलि सहिलो बसी हिँड्नु न अलि माथिसम्म हामी हिँड्दै जान्छौँ किनकि यहाँ साह्रै अप्ठ्यारो छ। त्यो कारणले चाहिँ होइन गोविन्द अङ्कल म मामा श्रीमा चाहिँ जाँदै। अरू के छ त कस्तो लागिरहेको छ? एकदम चिल होस्टेलमा बसी त्यस्तै त्यही भएर अहिले घुम्दा कस्तो छ? चिल ठिक हो पारा मेरो खतरा केही छैन ल ठिक छ। म चाहिँ अलि माथि पुगिसक्नु छ किनकि बाटो खतम छ तिर्पल जान सकिँदैन। अब डबल जान पनि हाल्दिनँ किन दिने जाने भने त मामा उता बस्नु भएको छ आउनुभएको मामा। यता पछि आउने बेला चाहिँ लोड 3 जना नआउनु होला 2 जना आउनु होला गाइज। बाटो धेरै अप्ठ्यारो छ ओके। 2 जना भनेर फेरि केटा नि फेरि अरू केही होइन केटा साथीहरू मिलेर केटी साथीहरू मिलेर आउनु अरू होइन। ल हामी चाहिँ अब माथि गएर भेटौँ बाई बाई। ल अहिले चाहिँ हामी 3 जना रावण पार्कमा आइसक्यौँ। वाउ यहाँ चाहिँ खतरा भयो रहेछ रावण पार्क छ यसको। ल अब हामी चाहिँ एकछिन रोक्छौँ जस रावण पार्क चाहिँ राम्रै भयो रहेछ। लगाइ चल्छ हामी रावण पार्कमा आइसकेका छौँ तर यहाँ चाहिँ उद्घाटन चाहिँ भएको रहेछ कि उद्घाटन भएपछि बल्ल मात्र गेट खोल्ने होला सायद। अहिले चाहिँ चापिरहेको रहेछ। अनि अब चाहिँ हामी यस्तो जाऊँ त्यहाँ मन्दिरतिर दर्शन गरौँ मन्दिर छ किन। अहिले चाहिँ हाम्रो मामा यता बाइक हुनुहुन्छ त्यस मामाले चाहिँ उहाँले यस्तो दुःखले ल्याउनु भयो कि यस्तो अप्ठ्यारो बाटोमा भाइ 3 जना हालेर घरि झराल्नुहुन्छ घरि के हाल्नुहुन्छ। यहाँ नि बन्द हुनसक्छ है भनेको जोस रहेनछ। हामी चाहिँ हावा लाएर अहिले चाहिँ यहाँ साह्रै भइरहेछ हावा। वा अहिले चाहिँ धेरै विकसित जस्तै भएको रहेछ क्या। अहिले बाटो सबै भिड थियो यहाँ अप्ठ्यारो थियो केही पनि थिएन। अहिले चाहिँ यहाँ जस मन्दिरमा जाने बाटो नि भइसकेको रहेछ। यहाँ चाहिँ पिपल सबै छ जस यहाँ चाहिँ मन्दिरमा चाहिँ जस रावण आएर यहाँ मरेको हो कि के त्यस्तै के भन्नु चाहिँ मलाई त्यति थाहा छैन यहाँको बारेमा। त्यस्तै के छ यहाँ पहिला चाहिँ गराएको लेखेको थियो अहिले छ कि छैन हेरौँ। अहिले चाहिँ यहाँ पनि घर पनि थियो यहाँ चाहिँ एकजना पुजारी बस्नुहुन्थ्यो पहिला अहिले बस्नुहुन्छ के गर्नुहुन्छ त्यो चाहिँ हामीले थाहा छैन। ल यता हेरौँ पहिला यहाँ चाहिँ यो चाहिँ हामी पहिला केराटीमा हामी गार्डनमा पहिला कस्तो थियो भनेर। अनि यो चाहिँ हाम्रो यहाँ यस्तो छ के योग्य त्यस्तै के गर्ने हो हामीले चाहिँ यहाँ यस्तै छ अरे राजापालिको मन्दिर जस मन्दिर जस्तै हामीले योग्य के राख्ने चाहिँ यहाँ गरिराख्नुहुन्थ्यो। त्यस अहिले चाहिँ मन्दिर यता छ। वा यो पहिला चाहिँ जस राम्रो छ यहाँ जस चाहिँ पहिलादेखि मानिरहेको हो
मान्छेको यहाँको चाहिँ पहिला यहाँ के थियो भने चाहिँ के अरे माटो कि के अरे गइन्थ्यो यहाँ त माटो लगेपछि के हुन्छ भनेर हामी चाहिँ केराटीमा कोहीले थाहा न मम्बाले कोहीले थाहा नभइकन हामी चाहिँ यो बाटो यहाँ लग्ने रे क्या यहाँ त यस्तो सुरुङ छ यहाँदेखि भित्रसम्म सुरुङ छ पोखरा जान्छ अरे यो बाटो चाहिँ पोखरा पुग्छ भनेर हामीले यत्तिकै गफ दिने पहिला तर थाहा छैन हामीलाई खै नेपाल नक्सा ओ वहाँ यो हाम्रो चाहिँ ढुङ्गाको नेपालको नक्सा है गाइस यो चाहिँ हाम्रो ढुङ्गाको नेपालको नक्सा यस्तो भइरहेको छ सरी हामीले चाहिँ जुत्ता लगाएर मन्दिरभित्र आइरहेको छौँ यहाँ चाहिँ हाम्रो नेपालको नक्सा गाइस ल अनि यहाँ चाहिँ के छ भनेपछि जस पहिला यहाँ पनि सुरुङ छ अरे क्या यहाँ चाहिँ यस्तो सुरुङ छ गाइस हामी चाहिँ यहाँ भित्र गएका त छैनौँ तर के छ भन्ने हामीलाई पनि त्यस्तो थाहा चाहिँ छैन यहाँ चाहिँ पहिला हामीले के हुन्थ्यो भनेपछि यहाँको माटो लगेपछि चाहिँ हामीले राम्रो हुन्छ अरे यस्तो हुन्छ अरे भनेर पहिल्यैदेखि सबैले यस्तै भनिराख्नु भएको थियो कि हामी फर्किसकेका छौँ मामा जुन बाइक चलाउनु भएको छ गोविन्दे यता छन् किनकि हामी अलि छिटै किन फर्क्यौँ भनेपछि पानी पनि लागेको छ गाइस त्यही भएर चाहिँ हामी अहिले चाहिँ छिटै फर्किन पर्ने भयो नभए अझै माथि जगन्नाथसम्म हुन्छ कि कहाँसम्म हुन्छ भन्ने नै कुरा गरिराखेको थियौँ ल गाइस अब चाहिँ हाम्रो चाहिँ ब्लग यहीँसम्म हुन्छ अहिले चाहिँ मामा चाहिँ ल चलाउनु भएछ अप्ठ्यारोमा चाहिँ मामाले चलाउनुहुन्छ नभए झर्ने अहिले चाहिँ हामी झरिराखेको छौँ होइन गाइस हामी चाहिँ अहिले हिँडिन्छौँ केही छैन ठिकै छ गाइस अझै माथि गएको अझ राम्रो भ्यू देखिन्थ्यो होला तर केही छैन ठिकै छ पछि नै हेर्दै गरौँ ल गाइस अब चाहिँ हामी यहीँ बिदाबादी यहीँ भयौँ थ्याङ्क्स फर वाचिङ बाई बाई गाइस तर भ्लग चाहिँ हेरिराख माया गरेर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु है बाई बाई गाइस बाई ल बाई बाई